हजुर अब त्यही हामी चाहिँ यता दार्जिलिङतर्फ जाँदैछौँ अन्त यो गरेर जाँदैछौँ दार्जिलिङको लागि रेडी भएर हामी सबैजना on our way to Darjeeling. On our way to Darjeeling. चाहिँ दार्जिलिङ जाँदैछौँ अब है पुग्न लाग्यो अब अनि यहाँनिर स्मिथ है कस्तो हुँदैछ दार्जिलिङ मजा आउँदैछ है अब यतानिर हल्का चिया खाजाहरू खानुको लागि हामीले रोकिराख्छौँ है यतानिर सबैजना अन्त निर चाहिँ अब हल्का यता उकालो अब यहाँबाट पुग्यो हामी अक्वर what you want to say brother? I won't say anything much. I'm just enjoying the trip right now. How you feeling? I'm feeling great, lovely weather, but don't know what's Darjeeling has to offer. Okay, that's nice. Laisnia. Hello. गरम भएको जस्तो पुरा हो पुरा गरम भए पसिना आएर साह्रो परिसक्यो के भयो सबैजना अटेन के हो आज यहाँ बस्यो एनुका जमा थिएन यहाँ जिउमा चाहिँ लुत्यो नि त मेरो ठुलो हुन्छ नि त च्यापट है च्यापट ठुलो के अटेन जसरी बसेको त्यसरी नि उ माने न दैलोमै बस्ने रे अटेन यहाँ अटेन नि अब हामी दार्जिलिङ पुग्न लाग्यो बाटो यस्तै छ मजाको रमाइलो वेदर भइरहेको छ आज विन्डो साइडमा चाहिँ छ हाम्रो अक्वर Hello guys, and we are on our way to Darjeeling. And first of all, I'm not an alternative speaker. But still, I'm trying to convey you the message. पछाडिपट्टि ऊ गाडीमा चाहिँ आउँदैछ हाम्रो अझै हामी आज नअटेर चाहिँ अब दुईटा गाडी गरिरहेको छौँ है And हामी कतिजना we are 18 totals. 18 12 हो 8 in total. ए म त 18 भन्ने जस्तो लाग्यो Please like the vlog, subscribe the vlog, enjoy the vlog. Just follow me on Instagram, but I don't use म चलाउनु छोडेँ नि यता चाहिँ मजाको रहेछ नि जग्गा अब चिसो भयो ओ के हो त्यो स्याल स्याल पनि क्या दामी देखेको है कहाँ दामी देखेको है यो जग्गा है हजुर आए जस्तो लाग्यो गाडी ब्याक गरेर फेरि रिटेको स्यालको लागि है हामी फाइनली यता मन्दिर आइपुग्यौँ बल्ल ट्राफिक निकै जाम थियो अन्त त्यसले गर्दाखेरि चाहिँ निकै यता आइपुग्यौँ गाडी बेसी जाम भएकोले गर्दाखेरि चाहिँ हिँड्दै आयौँ आधी बाटोदेखि चाहिँ हामी हिँड्दै आयौँ आधी घन्टा जस्तो हिँड्यौँ नि दाजु हामी आधी घन्टा जस्तो हिँड्यौँ हामी चाहिँ आज अन्त चाहिँ बल्ल फाइनली यता आइपुग्यो मन्दिर दार्जिलिङ मन्दिर आज चाहिँ कस्तो बेसी जाम रहेछ आज है आम्मा है आकृति जाडो भएको छैन ठिकैको गरममा शीतल भइरहेको छ कस्तो हैरान भयो आज चाहिँ है थाक्यो पुरा यता चाहिँ मेरो बुढी बिचारा थाक्यो स्नेहा चाहिँ आम्मा अहिले त टी सर्टमा थियो त अन्त अब सबैजना है दर्शनको लागि जाँदैछौँ हामी सबैजना अब यहाँनिर यतानिर अब सल्लाह हुँदैछ अब को पहिला जाने के हो यताउता भन्ने है जुत्ता राख्नु जाँदैछौँ हामी चाहिँ है स्मिथ पनि आउँदैछ ऊ माथितिर आउँदैछ सबैजना पण्डितजी हुनुहुन्छ है अब दर्शन दिनुहुँदैछ हामीलाई अझै अब पूजा गर्दैछौँ हामी त्यहाँनिर अब यता कता हो गणेशजी होइन गणेशजीमा पूजा गर्दैछौँ हामी त्यहाँनिर गणेशजीकोमा मन्दिरमा मजाले प्रार्थना गर यता गर्नु न तपाईँ यता राख्नु भुइँमा ल मजाले प्रार्थना गरौँ है चेन्ज गर्यो उयो पैसा सबैजना अब हत्तु हुँदैछ सबैजना
हामी चाहिँ अब यहाँ पूजा सक्नु लाग्यो अनि चाहिँ अब यतानिर नानी पनि घुमाउँदैछ अनि चाहिँ त्यहाँदेखि चाहिँ त्यसको बादमा चाहिँ बजार गएर खालिहाल्छ पनि अब हामी चाहिँ बिहानदेखि खाली पेट छौँ अन्त मन्दिर आउँदाखेरि खाली पेट आउनुपर्छ भनेर भन्छौँ हो हजुर आज चाहिँ यता अब यहाँ दर्शन गर्नु सबैजना आएको हामी है यता हाम्रो फ्यामिलीहरू सबैजना लाइन लागेर अब यहाँ मानी घुमाउनु नै आज चाहिँ लाइन लागिरहनु पर्नेछ हो ठिकै छ सबैजनाले रुल्स एन्ड रेगुलेसन्स फलो गर्नु हुँदैछ हो ठिकै छ अब यहाँ चाहिँ अब जेन्ट्सपट्टिको माने घुमाउनु हुँदैछ कालै पिलो आज चाहिँ पुरा यता घुम्दैछ है मन्दिरमा यहाँनिर हामी चाहिँ अब यता दर्शनहरू गर्दैछौँ हामी सबैजना यहाँ चाहिँ कस्तो इसने बोला लसम्म त भन्नु त पर्दैन नि यसोसम्म ए यता बान्नु पर्ने सबैजनाले ए फर्किँदैछौँ अब यहाँनिर मन्दिरबाट है अब सबैजना फर्किँदैछौँ हामी चाहिँ अब यता दर्शन गरिसकेर फर्किँदैछौँ हामी चाहिँ हरि ओम नमः शिवाय हामी चाहिँ अब दार्जिलिङ यता मन्दिरबाट चाहिँ महाकालधामबाट चाहिँ फर्किँदैछौँ अब मन्दिर है आज फाइनली दर्शन भयो यता महाकाल मन्दिर दार्जिलिङको है अन्त नि हजुर आज आउनु पायो है खुसी लाग्यो अब है दर्शन पायौँ भगवान्को हामी चाहिँ अब सबैजना फर्किँदैछौँ मन्दिरबाट है सबैजना अब अलिक निकै सबैजना आज खाली पेट आएर चाहिँ अब अलिक भोकाइरहेको छ सबैजना अन्त चाहिँ अब खाजा खानु जाँदैछौँ हामी सबैजना अन्त नि यो फाइनली थाक्यो हामी चाहिँ अन्त अब त्यहाँनिर थाक्यौँ हामी सबैजना चाहिँ आज है थाकेर तु भइसक्यौँ भोक पनि लाग्यो अक्बर यु आर फिलिङ हङ्ग्री Yes, I'm starving right now. चौरस्ता इज लाइक दिस हामी चाहिँ चौरस्ता आइपुग्यौँ यतानिर यहाँनिर है आज वेदर पनि दामी भइरहेको छ अन्त यहाँनिर चाहिँ अब सबैजना है एकछिन अब थकाइ मेटाउनुको लागि चाहिँ यता चौरस्ता अब सबैजना यहाँनिर इट्स अ ब्युटिफुल प्लेस है तपाईँ सबैजना पनि प्लिज डु भिजिट दार्जिलिङ है यता चौरस्ता घोडाहरू है चौरस्तामा यहाँ दार्जिलिङ इज लाइक टु ब्युटिफुल प्लेस है प्लिज तपाईँ सबैजना पनि प्लिज भिजिट है अनि अब यहाँनिर हाम्रो चाहिँ अब खाना खानु अब डिसाइड गर्दैछ सबैजना अब कहाँ खाने खानाहरू भनेर अब है भोक पनि निकै लाग्यो अब डिसाइड भएको छैन कता खाना खानु जाने लन्च गर्नु भनेर अन्त लेट्स सी अब खाने हुन्छ हाम्रो Hi guys, so we are out here at Chaurasta with our family. It's been a good day. We went for worship up at the Mahakal temple. We are back now and we are on our way to have our lunch. Please subscribe and like my Chapaju's channel. Please share it with your friends and give us lots and lots of love. Thank you. Bye bye. हामी चाहिँ घुमी हुँदैछ यहाँ दार्जिलिङमा है अब आज वेदर पनि है हेर्नुहोस् तपाईँहरूले दामी भइरहेको वेदर पनि अन्त अब यहाँ घुमी हुँदैछ हाम्रो चाहिँ हो मजा आउँदैछ हामी चाहिँ अब यहाँनिर लन्चको लागि है फर्किरहेको छौँ हाम्रो अर्डर अन्त हामी चाहिँ अब सबैजना भोक चाहिँ अलिक खानु यहाँनिर खानाको
हाम्रो यता अब भेज राइस आइपुग्यो आज है भेज राइस खाँदैछौँ हामी सबैजना आज चाहिँ यहाँनिर यस्तो हत्तु भइसक्यो कि लेडिज पार्टीहरूले क्या एउटा दोकानमा जान्छ भुलिन्छ हो अर्को दोकानमा जान्छ भुलिन्छ एउटा दोकानमा जान्छ 1 घन्टा भुलिन्छ हो त्यहाँदेखि चाहिँ अर्को दोकान जान्छ फेरि आधी घन्टा भुलिन्छ हो आज हो ब्याग बोकाइ चाहिँ हाम्रो हो यहाँनिर हामी चाहिँ हत्तु हैरान भइसक्यो अब अझै यहाँनिर कति घन्टा बस्नुपर्ने हो है So hello everyone. अब हामी चाहिँ दार्जिलिङदेखि फर्किँदैछ अब घर फर्किँदैछौँ हामी सबैजना निकै थाक्यो है हजुर अन्त हामी चाहिँ आज जू जानु पाएन र जूको बदली चाहिँ हामी सपिङ गएको थियो त्यो तल र अब चाहिँ हामी फर्किँदैछ ओकोर आयो भन्यो Yes. के भन्नु छ कसैलाई Aren't you all tired? आफूले के भन्नु छ It was too tiring for us. आज सबैजना आयो पुरा थाक्यो यता दाजुलाई पनि के भन्नु छ के भन्नु छ छैन भन्नु त कि तर जू जानु भएन रहेछ त्यसमा चाहिँ अलिकति मिस भयो है यहाँ बाघको बच्चा भएको थियो नि त जन्म नौरन खानु जानु पाएन अब के छैन नेक्स्ट टाइम है देयर अलवेज नेक्स्ट टाइम चिया बगानमा है मजाको सिन देख्दैछ स्नेहा पनि रेडी भएर आयो उतातिर उयो हुन्छ है फेरि सापहरू हुन्छ है बिस्तारै याद गर्नुपर्छ हल्का फोटोसुटहरू हुँदैछ यहाँनिर सबैजनाको अब है फोटोसुट हुँदैछ सबैजनाको यहाँनिर लड्छ है फेरि सापहरू आउँला नि फेरि स्नेकहरू आउँला नि स्नेकहरू यहाँनिर फोटोसुट हुँदैछ सबैजना ए हुन्छ म खिच्छ फाइनली आज हामी यहाँको दार्जिलिङ घुमिसक्यो अनि घर आइपुग्यो है अनि आजको दिन चाहिँ राम्रो भयो इट वाज नाइस डे अनि सबैजना फ्यामिलीसँग मजा आयो आज आफ्टर लङ टाइम अनि यसरी नै इन्ट्रेस्टिङ ब्लग्सहरू लिएर आउँदैछु हामी है अपकमिङ डेजमा अन्टिल नेक्स्ट टाइम